नेपालमै बसेर केही गरौँ भन्ने युवाहरूलाई चाहिँ के सन्देश दिन चाहनुहुन्छ? जेसुकै गर भन्ने सन्देश दिन्छु। खास कुरा के हो भने म र गल्लीको कुकुरमा फरक छैन। किन? सिरक ऊ 4 खुट्टे भयो, म चाहिँ 2 खुट्टे भयो। ओ चित्र कता हो? केही थाहा छैन मलाई। प्रतिवेदन म पढ्दा नि पढ्दिनँ है, केही कागज पत्र। बालनको पहिलो निर्णय चाहिँ केपी ओलीलाई पक्राउ गर्ने हो? थाहा छैन के फेरि हो भन्छ यार। थाहा छैन भन्दैछु, फेरि हो भनेर। शिक्षा मन्त्रीमा दोहोरिने सम्भावना कतिको छ? मलाई थाहा छैन, भगवान् पशुपतिनाथलाई गएर सोध्नु। के भइरहेछ यार? के भइरहेछ यार? यो देशमा के भइरहेछ? बाटो हिँड्दै गरेको मान्छेलाई के गरे यार? यो के हो? यो के हो? यो के हो? के हो यार? यो यार बाटो हिँड्दै थिएँ यार म। बाटो हिँड्दै थिएँ। के नाम हो तपाईँको? मेरो नाम बाटो हिँड्दै म बाटो हिँड्दै गरेँ मान्छेलाई किन समाइयो? म बाटो मलाई के देखेर समाइयो? कारण के? कारण के? होइन म छोड्नु पर्ने कारण के? तपाईँको परिचय भन्नु न। म नवराज उप्रेती। कहाँ जाँदै हुनुहुन्थ्यो अहिले? म बाटो हिँड्दै थिएँ। कहाँ जानलाई? बाटो हिँड्न कहीँ जानुपर्छ, मेरो आफ्नै डेस्टिनेसन छ। कस्तो टेन्सन भयो? यस्तो टेन्सन हुँदा पनि बियो सुन्दिन त के भएको? भागौँ कि क्या हो? देख ये भाइ कहाँ भाग्ने भने तिमी? 1 करोडवटा बेलचा चल्दा कस्तो सुनिन्छ होला है? खड्याङ खड्याङ भन्नु त एकचोटि। खड्याङ खड्याङ भन्नु न तपाईँ। खड्याङ 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 भनिरहँ न, भनिरहँ। खड्याङ भन्नु न, कस्तो लजाको। देश बनाउने कुरामा लजाएर हुन्छ पत्रकार? खड्याङ खड्याङ भन्नु न। खड्याङ 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 है। 1 करोडवटा बेलचा खड्याङ खड्याङ चलाउँदा चीनको बेजिङबाट सुनिन्छ। अनि के गर्दैछ तिनीहरूले भनेर स्याटेलाइटबाट हेरोस् न। हेर्दा त यति धेरै एनर्जी चाहिँ कसरी आउँछ सर? र इनर्जीको कुरा त भात खाएपछि आउँछ इनर्जी। खाना खाने भनेको नै इनर्जीको लागि खाना खाने हो। गोली ठोक्नुहोस्, गोली ठोक्नुहोस्, गोली ठोक्नुहोस् न। हेलो, गोली ठोक्नुहोस्।